अब चाहिँ हामी क्यामेरालाई लाइन दिनुपर्छ। लाइन दिइसकेपछि चाहिँ अब बल्ल हामीले सेटअप गर्न मिल्छ। यहाँ चाहिँ थोरै अब मिलेको छैन। अब यसलाई चाहिँ म प्लगलाई नै चेन्ज गरेर यतापट्टि लिएर आउँछु अनि मिल्छ होला है त। अब मैले यो निकालेर यतापट्टि हालेँ अनि बल्ल बत्ती पनि बल्यो। बत्ती बलिसकेपछि चाहिँ अब हाम्रो क्यामेरामा अब लाइट आयो। अब यो एकचोटि घुम्न नै घुम्छ। घुम्न चाहिँ हामीले दिनुपर्छ होइन घुम्नलाई चाहिँ। अब एकचोटि पुरै घुमेर फर्कियोस् अनि त्यसपछि हामी फेरि मोबाइलमा सेट गरौँला है त। ल घुम्यो अनि तलपट्टि बत्ती अझै रातो बलिरहेको छ। त्यसलाई चाहिँ हामीले कलर चेन्ज हुन दिनुपर्छ एकछिन। हरियो कलरमा आइसक्यो। अब यति भएपछि अब हामीले मोबाइलबाट एड गर्न सजिलै सक्छौँ। अब तपाईँले अब आफ्नो मोबाइलको लक खोल्नुहोस्। लक खोलिसकेपछि DMSS भन्ने एप चाहिँ डाउनलोड गर्नुपर्छ हामीले। त्यसको लागि डाउनलोड गर्नलाई चाहिँ पहिला सर्चमा जानु, प्ले स्टोरमा गएपछि अनि त्यहाँ DMSS भनेर टाइप गर्नुभयो भने हाम्रो यो एप आउँछ। देख्न सक्नुहुन्छ DMSS भनेर टाइप गरेको छु। यसलाई अब क्लिक गर्नु पर्यो। क्लिक गरिसकेपछि चाहिँ यो निलो कलरको एप आएको छ, त्यही नै हाम्रो एप हो। यसलाई चाहिँ तपाईँले इन्स्टल गर्नु होला। मेरो चाहिँ अलरेडी इन्स्टल छ। अब म यही एपलाई नै खोल्न मिल्छ। तपाईँहरूले चाहिँ त्यहाँ इन्स्टल भनेर अप्सन आउँछ, त्यसमा चाहिँ क्लिक गर्नु होला है। अब म चाहिँ यो DMSS एपलाई खोलेर तपाईँहरूलाई देखाउँछु है त। मेरो यहाँ अगाडि DMSS एप छ। एपमा गइसकेपछि चाहिँ त्यहाँ सुरुमा आउँदाखेरि चाहिँ यहाँ टिक लगाउनुपर्छ, त्यो सुरुको अप्सनलाई। त्यसमा टिक लगाइदिनुहोस् अनि नेक्स्ट थिच्दिनुहोस्। त्यसपछि एलो थिच्दिनुहोस् अनि त्यसपछि यसलाई स्क्रोल गर्दा गर्दा साइडमा सार्दा अनि त्यो एरोमा थिचेपछि ओके गरिदिनुहोस्। अनि त्यहाँ कन्ट्री सेलेक्ट गर भन्छ, त्यहाँ नेपाललाई माथि नै थिच्दिनुहोस्। अनि नेपाल सेलेक्ट भएपछि बल्ल तपाईँले ओके गर्न मिल्छ है त। त्यो गरेर त्यो माथि टिक गरिदिनुहोस्, त्यसपछि हुन्छ। अब त्यसपछि हामीले अब आइडी बनाउनलाई साइनअपमा थिच्नुपर्छ। अनि फेरि साइनअपमा थिचिसकेपछि चाहिँ इमेल अथवा फोनबाट रेजिस्टर गर्न मिल्छ। म चाहिँ इमेलबाट रेजिस्टर गर्न चाहन्छु र त्यही भएर म त्यहाँ मेरो आफ्नो इमेल पनि हाल्छु है त। मेरो इमेल चाहिँ flexinauschinilipification@gmail.com छ। त्यो म टाइप गर्दैछु अनि त्यो तपाईँलाई टाइप गरेपछि म तपाईँलाई देखाएको छु है त। ल मैले टाइप गरेँ। अब त्यसपछि तपाईँले पासवर्ड एउटा यो क्यामेराको लागि सेलेक्ट गर्न सक्नुहुन्छ। ल अब मैले पनि एउटा पासवर्ड राखिदिन्छु। तपाईँहरूले जे मर्जी आफ्नो पासवर्ड राख्न सक्नुहुन्छ है त। क्यामेरालाई अलि स्ट्रङ राख्नु होला ताकि तपाईँको क्यामेरा अरूहरूले एक्सेस गर्न नसकोस्। यो पासवर्ड मैले चाहिँ राखेँ। त्यसपछि गेट भेरिफिकेसन कोडमा थिच्छु। त्यसपछि एग्री एन्ड कन्टिन्यूमा थिच्छु। अब एग्री एन्ड कन्टिन्यूमा थिचिसकेपछि चाहिँ अब यसले अब हाम्रो भेरिफिकेसन कोड चाहिँ जिमेलमा पठाउँछ। त्यसको अघि चाहिँ यो भेरिफाई गर भन्छ। माथि चाहिँ डट जस्तो भएर मैले चाहिँ डट सेलेक्ट गर्नुपर्छ। तपाईँले जे आएको छ त्यही एकर्डिङ तपाईँले आफ्नोमा सेलेक्ट गरेर यसको भेरिफिकेसन चाहिँ कम्प्लिट गर्नु होला है त। यो गरिसकेपछि अब यो कोड चाहिँ तपाईँको जिमेलमा जान्छ। जिमेलमा गएर हामीले कोड हेर्न पर्ने हुन्छ है त। म तपाईँलाई जिमेलमा गएर पनि देखाउँछु कसरी आउँछ कोड, हामीले कसरी यसमा हाल्ने है त। पहिला म जिमेल खोल्छु है त एकैछिन। मैले जिमेल खोलेँ। अब त्यहाँभित्र गइसकेर हेरेपछि चाहिँ यहाँ कोड पनि आएको छ, देख्न सक्नुहुन्छ। त्यहाँ फर्स्ट लाइनमा कोड छ। अलिकति टल्के पनि त्यहाँ चाहिँ कोड चाहिँ छ। म तपाईँलाई त्यहीँबाट कपी पनि गरेर देखाउँछु कहाँ छ भनेर। थोरै मिस्टेक भयो चाहिँ योभन्दा माथि हो हाम्रो। हो त्यसलाई चाहिँ म कपी गरिदिन्छु है त कोडलाई। अब यता आएर हामी अर्को स्क्रिनमा हेरौँ है त। यहाँ ल्याएर ट्याक्क पेस्ट गरिदिएपछि तपाईँको यो सबै पेस्ट हुन्छ है त। पेस्ट भइसकेपछि यसले लोडिङ आफै लिन्छ अनि त्यसपछि तपाईँको यो अगाडि बढ्छ। अगाडि बढिसकेपछि यसलाई क्यान्सल दिनुहोस्। अब यति भएपछि हाम्रो एप चाहिँ सेटअप भयो। अब हामीले एड गर्न मिल्छ है त क्यामेरालाई। क्यामेरालाई एड गर्नलाई एड डिभाइसमा जानुहोस् अनि क्यामेराको पछाडिको लेबललाई क्यामेरामा गएर देखाउनुहोस् क्युआरलाई। त्यो क्युआरलाई देखाएपछि अब तपाईँले त्यहाँ टिक लगाएर ओकेमा थिच्दिनुपर्छ। फेरि ओकेमा थिच्दिनुपर्छ अनि यहाँ चाहिँ नेट सेलेक्ट गरेर नेटको पासवर्ड हाल्नुपर्छ है त। यो क्यामेराले चाहिँ 5G पनि सपोर्ट गर्छ। तपाईँको अरू दौवाको कुनै क्यामेरा छ भने त्यसले 5G सपोर्ट गर्न नसक्छ। त्यही भएर 2.4G हाल्नुभयो भने चाहिँ एकदम बेस्ट हुन्छ है त।
त्यसपछि नेक्स्टमा थिचेँ है त मैले। त्यसपछि त्यसमा फेरि अब कन्टिन्यू टु एडमा जानु। अनि यो क्यामेरा चाहिँ एकछिन गर्नलाई धेरै नै टाइम लाग्छ, त्यही भएर हामीले चाहिँ एकछिन चाहिँ दिनुपर्छ है त। यो सुरुमा फेल्ड पनि भन्छ, तर यसको चाहिँ के बग रहेछ साथीहरू, यो फेल्ड भने पनि यो क्यामेरा चाहिँ एड भएको छ है त। त्यसलाई म एकछिन चाहिँ लोड हुन दिन्छु। अब लोड भइसकेपछि त्यो 80% कम्प्लिट भएपछि पनि एकचोटि फेल्ड भन्छ, ऊ फेल्ड भन्यो। त्यही पनि अब हामीले एकछिन यसलाई राखेर त्यत्तिकै छोडिदियो भने चाहिँ क्यामेरा अटोमेटिकली नै आउँछ है त, केही गर्नै पर्दैन। हामीले करू कहीँ थिच्ने, ऊ आयो क्यामेरा आयो, तलपट्टि निलोमा थिचिदिनुहोस् हामीले। ओके भनेर थिचिसकेपछि फेरि यसलाई चाहिँ मेबी लेटरमा थिचिदिनुपर्छ हामीले। पासपोर्ट मोडिफाई गर भनेको छ, त्यसलाई मेबी लेटरमा गरेर फेरि ओके थिचिदिएपछि हाम्रो फुटेज आयो है त। अब हाम्रो फुटेज आइसकेको छ। अब फुटेज आइसकेपछि हामीले यसलाई एडजस्ट गर्न मिल्छ। मोबाइलबाट नै दायाँ बायाँ घुमाएर अब हामीले हेर्न मिल्छ है त। फुटेज मजाले अब हाम्रो यता घरदेखि लिएर अब जुन बिल्डिङमा हाल्नुहुन्छ त्यो बिल्डिङमा पनि मजाले यसको फुटेज कभर हुन्छ। यो चाहिँ 5 मेगापिक्सलको क्यामेरा हो, दुईटा 5+5 10 मेगापिक्सलको क्यामेरा हो। त्यही भएर पिक्चर क्वालिटी पनि एकदमै राम्रो आउँछ यसको चाहिँ। अब म यसलाई अरू अब तपाईँलाई पिक्चरहरू पनि यसबाट खिचेर देखाउँछु। वालमा ह्याङ गर्नलाई चाहिँ तपाईँले त्यो ह्याङ्गर नै लगाएर राख्नुपर्छ है त। देख्न सक्नुहुन्छ अब हाम्रो आएको छ। नेट चाहिँ स्लो भएको भएर थोरै अड्किरहेको छ, यहाँ घरको नेट थोरै स्लो भएको छ आज, त्यही भएर स्लो भएको छ। त्यसलाई चाहिँ तपाईँले इग्नोर गर्नु होला। तपाईँको घरमा चाहिँ एकदम राम्रो चल्छ यदि इन्टरनेट स्पिड चाहिँ एकदम राम्रो छ भने। यो 5 मेगापिक्सल भएको भएर थोरै लडिरहेको छ है त। त्यसपछि त्यसलाई लेटर गरिदिनु सबै। अब यति भएपछि फुटेज चाहिँ आयो। अब यस बाहेकको अब हामी अरू कुराहरू चाहिँ चलाउन सिक्नुपर्छ है त। अब म चाहिँ यसरी भन्दा पनि मोबाइल स्क्रिनबाट नै तपाईँहरूलाई देखाउँछु, ताकि तपाईँहरूले एकदम सजिलै अब तपाईँको यसमा सेटअप गर्न सक्नुहोस् है त। यसरी ह्याङ हुन्छ होइन। हामीले ह्याङ गर्नलाई चाहिँ यो जुन ह्याङ्गर छ यसलाई चाहिँ हामीले दुईटा वाल सिलिङमा बनाएर यसरी अड्काउनु पर्यो सिलिङमा चाहिँ होइन। अनि सिलिङमा राखिसकेपछि चाहिँ यो यसरी यहाँ बस्छ भने क्यामेरालाई हामीले ट्याक्क मिलाएर यसरी घुमायौँ भने लक हुन्छ होइन। अनि हाम्रो यसको काम भनेको चाहिँ माथि क्यामेरा राखेर माथिको यसलाई चाहिँ मोबाइलबाट घुमाउनु मिल्दैन। त्यही भएर यो क्यामेरालाई चाहिँ हामीले तल माथि दायाँ बायाँ हातले नै गर्न सक्छौँ। र यो तलको क्यामेरा चाहिँ 360 डिग्री घुम्छ, यहीँबाट घुमाउनु मिल्छ है। अनि यसमा चाहिँ मेमोरी कार्ड हाल्ने स्लटहरू पनि छ। जस्तै अब यहाँ चाहिँ हामीले मेमोरी कार्ड हाल्नु पर्यो। यहाँ मेमोरी कार्ड, अनि मेमोरी कार्डलाई चाहिँ हामीले इनिसियलाइज गर्नुपर्छ। बाँकी त यही नै छ। यो चाहिँ यो क्यामेरा चाहिँ यसरी, यो यहाँदेखि यहाँ यसरी, अनि यो यसरी सरर चाहिँ मोबाइलबाट नै घुमाउनु मिल्छ। त्यो हामी एकछिनमा देखाउँछौँ है त हजुरलाई। राम्रो छ क्यामेरा। यो क्यामेरा हिरो डुअल D1 भन्ने हो दाउवाको। यो पनि 5 मेगापिक्सल, यो पनि 5 मेगापिक्सल, टोटलमा 10 मेगापिक्सलको क्यामेरा हो। र यसले चाहिँ वाइफाई 6लाई पनि सपोर्ट गर्छ। अब चाहिँ हामी मोबाइल स्क्रिनमा आइसकेका छौँ। अब मोबाइलमा गइसकेपछि त्यहाँ भिडियो खोल्नलाई जहाँ पनि क्लिक गर्दा हुन्छ त्यो भिडियोभित्रको। त्यसपछि अब हेर्न सक्नुहुन्छ त्यहाँ फुटेज आइरहेको छ। अब हामीले यसलाई अब पिटी चेटमा गएर थोरै यता घुमायो भने मोबाइलबाट नै माथि घुम्ने क्यामेरालाई दायाँ बायाँ गर्न सकिन्छ है त। म तपाईँलाई यहाँ पिक्चरहरू पनि देखाउँछु। पिक्चर चाहिँ एकदमै क्लियर नै आउँछ यसको 5 मेगापिक्सल भएको भएर। अझै यो इन्डोर लाइटिङ थोरै नमिलेको भएर यति पाएको, बाहिर आउटडोरतिर राख्नुहुन्छ अथवा एकदम फिक्स तरिकाले माथि सिलिङमा कतै राख्नुहुन्छ भने चाहिँ एकदमै राम्रो आउँछ है त। पिटी जेटबाट त्यसलाई दायाँ बायाँ जताततै घुमाउनु मिल्छ। त्यहाँ घुमाउने जस्तो एरो आएको हुन्छ, त्यसलाई चाहिँ हामीले मोबाइलबाट नै त्यहाँ देखेर सिलेक्ट गर्न सक्छौँ। अनि त्यसबाटै हामीले घुमाउनु मिल्छ है त। त्यहाँ पिटी जेट भन्ने अप्सन आएको छ, यसबाट हामीले बोल्न पनि मिल्छ। बोल्यो भने चाहिँ त्यहाँ नजिकै बसेर बोल्यो भने चाहिँ थोरै इको आउने भएर म तपाईँहरूलाई आवाज सुनाएको छैन। बाँकी चाहिँ त्यहाँबाट आवाज पनि बोल्न मिल्छ है त। अनि रेकर्डिङहरू हेर्नलाई चाहिँ प्लेब्याकबाट हो। बाँकी सेटिङभित्र जानुहुन्छ भने चाहिँ रेकर्डिङमा गएर त्यहाँ
मेमोरी कार्ड हालेपछि चाहिँ रिलोड अहिले चाहिँ मेमोरी कार्ड नगरेको यसलाई रिलोड गरेर फर्मेट चाहिँ एकचोटि गर्नुपर्छ है त तपाईँहरूले। फर्मेट गरिसकेपछि चाहिँ बल्ल तपाईँको प्लेब्याकमा चाहिँ रेकर्डिङहरू सुरु हुन्छ है त। बाँकी अब त्यहाँ आवाजहरू साइरनहरूको फिचर पनि छ, त्यसलाई मैले गराइदिएँ। अनि यो हाम्रो लाइट पनि छ, वार्निङ लाइट, मान्छेहरू आयो भने चाहिँ वार्निङ लाइट बलाउनलाई। अनि थुप्रै फिचरहरू छ। यसले चाहिँ रिजोल्युसन चाहिँ 3K 2K 720p सब सपोर्ट गर्छ। अनि क्यामेरामा थिचेर यसरी क्लिक गर्नुभयो भने चाहिँ तपाईँको डिभाइसको स्टोरेजमा सेभ हुन्छ। अनि भिडियो गर्नुभयो भने पनि तपाईँलाई मन लागेको कुरा चाहिँ अब यो क्यामेराको चाहिँ मोबाइलमै सेभ हुन्छ है त। अब त्यसपछि तपाईँले इमेज एडजस्टमेन्टमा गएर वाइड डाइनामिक रेन्ज अथवा फ्लिप इमेजलाई क्लिक गर्नुभयो भने चाहिँ इमेज चाहिँ उल्टो हुन्छ। हामीले यदि क्यामेरालाई सिलिङमा राख्ने हो, उल्टा राख्ने हो भने चाहिँ फ्लिप इमेज गर्नुपर्छ, ताकि अब हाम्रो इमेज चाहिँ एकदमै सही आओस् है त। अनि वाइड डाइनामिक रेन्जमा खिच्नुभयो भने चाहिँ एकदम कलर चाहिँ राम्रो भएर आउँछ। यदि लाइटहरू मिले छैन, एन्टी लाइट परेको छ भने चाहिँ यसमा थिच्नुभयो भने चाहिँ एकदम पिक्चर क्वालिटी राम्रो आउँछ। यदि सिलिङमा क्यामेरालाई नै घोप्टो बनाएर राख्नुहुन्छ भने चाहिँ फ्लिप इमेज चाहिँ अहिलेको अघि गराए जसरी गराउनु पर्छ है त हजुरहरूले। अब बाँकी त सेटिङ नै यति नै छ। अब सजिलै छ। अब बाँकी चलाउन चाहिँ चलाउँदै जानुहुन्छ। त्यहाँ अब यदि अब हामीले क्यामेरामा कसैले अब त्यसलाई थिच्यो भने चाहिँ यसरी भिडियो कल पनि आउँछ। हामी एलर्ट हुन सक्छौँ। जस्तै चोर आएर त्यसले क्यामेरा निकाल्दाखेरि यो भिडियो कल नै आउँछ। अनि हामीले यहाँ लाइभ बोल्न पनि मिल्छ, उहाँसित के भइरहेछ, कसो भइरहेछ भनेर। यो एकदमै राम्रो फिचर छ यो क्यामेराको चाहिँ। बाँकी त्यही नै हो। अब इन केस तपाईँले अब पासवर्ड बिर्सेर क्यामेरालाई रिसेट गर्न चाहनुहुन्छ भने चाहिँ कसरी म सिकाउँदैछु। क्यामेरामा त्यहाँ जानुहोस्, त्यहाँ रिसेट बटन भनेर छ, त्यसलाई चाहिँ हामीले क्लिक गरिराख्नुपर्छ है। क्यामेरालाई थोरै अघि देखा जसरी माथि छाडेर रिसेटमा थिचिराख्ने जबसम्म आवाज आउँदैन है त। आवाज आउँछ एउटा, अब अझै अहिले राम्रोसित भएन, त्यसलाई थिचिराख्ने जबसम्म आवाज आउँदैन तबसम्म थिचिराख्यो भने चाहिँ त्यहाँ हो यसरी आवाज आउँछ। आवाज आएपछि छोड्यो भने चाहिँ यसले एकचोटि आफै घुम्छ अनि यो क्यामेरा चाहिँ रिसेट हुन्छ है त। यो जसरी हामीलाई सुरुमा किन्दाखेरि सेल प्याक बक्समा आएको थियो त्यस्तै भएको हुन्छ। हामीले अब नेट सेट चेन्ज गर्दा अथवा लोकेसन छुट्टै ठाउँमा लगाएर चाहिँ यसरी रिसेट गर्यो भने चाहिँ हाम्रो सजिलै त्यहाँ मोबाइलमा अब नेटहरू चेन्ज भयो भने त्यहाँ सजिलै एड गर्न सकिन्छ। अर्को मोबाइलमा एड गर्न छ भने चाहिँ तपाईँले मोबाइलबाट नै डिलिट डिभाइस गर्नुपर्छ है त साथीहरू। यसरी गर्नुहुन्छ भने चाहिँ अब रिसेट गर्न पनि एकदमै सजिलो तरिकाले हुन्छ। अब त्यहाँ तल रातो बत्ती बलिरहेको छ, त्यसलाई चाहिँ हरियो बत्ती ब्लिङ्क गर्न दिनुपर्छ। त्यो ब्लिङ्क नभएसम्म चाहिँ हाम्रो रिसेट भएको मानिँदैन। अब त्यो ब्लिङ्क भएपछि नि यसमा चाहिँ आवाज आउँछ। अब त्यो आवाज आएपछि चाहिँ हामीले बुझ्नु पर्यो कि हाम्रो क्यामेरा रिसेट भयो। अब हामीले छुट्टै नेट सजिलै आयो आवाज। अब यसमा हामीले सजिलै अब छुट्टै नेट गर्न सकिन्छ। हस् त, धन्यवाद साथीहरू।